यस्तो दुःख दियो कि सुपर राइडिङ दाइ अघि ठोकेको गाडी हामी नै हो ट्रककै अगाडि नै हामी त परेको प्रायः जस्तो धेरै प्यासेन्जरहरूले चाहिँ घटाएर हाल्छन् क्या रेट चाहिँ मलाई अफिसले टोकिएको रेट भन्दा तलमाथि नभएको भए सायद राम्रो हुन्थ्यो कि भन्ने क्या यो इनड्राइभ अफिसले चाहिँ जस एउटै मात्रै रेट टोकिएर हालिदियो भने चाहिँ राम्रो हुने हो क्या आज 3 चोटि भयो क्यान्सल यार हेलो एभ्रिवान नमस्कार वेलकम एन्ड वेलकम ब्याक टु नर्मल भ्लग सो एभ्रिवान सन्चै हुनुहुन्छ होला स्वस्थ हुनुहुन्छ होला अनि आफ्नो कार्य व्यस्त हुनुहुन्छ होला सायद म पनि सन्चै नै छु आरामै छु भन्दै आजको न्यू डे न्यू भ्लग स्टार्ट गरिसकेको छु मैले सो एभ्रिवान अनि सदा चाहिँ आज म लगभग 1 हप्ता पश्चात म आफ्नो कार्यमा लागिसकेको छु सो एभ्रिवान हेर्दै गर्नु होला फर्स्ट अफ अल च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब भन्ने पक्कै पनि गरिदिनु होला एभ्रिवान साथै फर्स्ट टिप चाहिँ लाग्यो है तर यो कहाँ छ भन्ने कुरा भयो कि हजुरले बुक गर्नुभएको लागौँ त सुरुमा 110 हाल्नु भएको थियो रेट पछाडि 100 मात्रै जानुभएको थियो त तपाईँले घटाउन नि मिल्दो रहेछ होइन सुरुमा त 110 मा गर्नुभएको थियो 100 मैले हाई रेटै गरेको थिएँ सुरुमा पनि लिनु भएन अनि त्यसपछि पछाडि त 100 मा जानुभएको तपाईँले हजुर मलाई इन्डिया चलाएको धेरै भयो प्रायः जस्तो धेरै प्यासेन्जरहरूले चाहिँ घटाएर हाल्छन् क्या रेट चाहिँ अनि कतिले चाहिँ फेरि आज तपाईँको फर्स्ट रेट अलरेडी 110 को थियो आएको थियो अनि मैले हाई अब सबैले प्रायः हाई नै पठायो होला तपाईँले रिक्वेस्टै गरेर कसैको एक्सेप्ट गर्नु भएन होला जस्तो लाग्यो कि मन फेरि तपाईँ सुरुमा पनि अरुण न केले बुक गर्नुभएको थियो नि त अरुण भन्ने उसबाट अनि सुरुमा आयो 110 को राइड अनि मैले हाई नै गरेँ सुरुमा पनि त्यसपछि सेकेन्ड उठाउनु भएन छ कि कसैले सायद त्यसपछि सेकेन्ड टर्नमा पनि तपाईँकै नामबाट आएको थियो अनि 100 के 10 रुपियाँ चाहिँ घटाएर आउनु भएको रहेछ अनि ठिकै छ नि त भनेर फेरि हाई नै गरेको लास्टमा लिनु चाहिँ लिनुभयो मै परिरहेको छ क्या त्यसरी घटाउन मजाले मिल्ने रहेछ क्या आजभोलि इनड्राइभ अनि इनड्राइभले भने जस्तो सस्तो चाहिँ छ म्याम तर जस अब काम पनि आइराख्ने हो तर ठ्याक्कै त्यो कम्पनीले अफिसको रेट अफिसले टोकिएको रेट भन्दा तलमाथि नभएको भए सायद राम्रो हुन्थ्यो कि भन्ने क्या अब मजाले घट्ने रहेछ है कति कुराहरू हेर्दाखेरि पहिला जस्तो छैन क्या इनड्राइभ यस्तो घटाउन थालेको मलाई त्यति धेरै थाहा भएन तर भर्खर यसरी थाहा भएको चाहिँ लगभग 2-3 महिना हुँदैछ कि क्या हो पनि त घटाउँदो रहेछ क्या धेरैले रेट पहिलाको अब पहिला त त्यस्तो घटेको थाहा थिएन मलाई पहिला है होइन यो पहिला मलाई थाहा थिएन कि यसरी घटाउन मिल्छ भन्ने कुरा चाहिँ घट्थ्यो जस्तो लाग्थेन अनि हिजो अस्ति अब म 2-3 महिना ग्याप गरेँ नि त घर गएर गाउँ अनि भर्खरै अस्ति आएको अस्ति रेगुलर काम गरेँ 1 महिना समथिङ फेरि घर गएँ अनि अस्ति नै थाहा चाहिँ भएको रेट घटाउनु मिल्ने रहेछ भन्ने चाहिँ तर त्यतिकै त नघट्ला भिपिएनबाट घटाउँछ कि क्या हो प्यासेन्जरहरूले भन्ने लाग्थ्यो क्या तर होइन रहेछ नि त मजाले घट्ने रहेछ बर्बाद नि के गर्नु काम छैन गर्ने पऱ्यो प्यासेन्जरहरूले अनि यो इनड्राइभ अफिसले चाहिँ जस एउटै मात्रै रेट टोकिएर हालिदियो भने चाहिँ राम्रो हुने हो क्या सायद हाम्रो लागि चाहिँ राम्रो हुन्थ्यो कि बर्बाद नि पठाऊ भन्दा चाहिँ इनड्राइभ सहज छ तपाईँहरू सबैलाई र हामीलाई पनि ठिकै छ हाम्रो लागि पनि काम अलरेडी पाइरहेको छौँ तर रेट चाहिँ भनेको जस्तो होइन अत्याधिक घट्दैछ क्या किनभने कहिलेकाहीँ त तपाईँको अनि अब हाम्रो भनेको पर किलोमिटर 20 रुपियाँ बस्नु पऱ्यो क्या हामीलाई नर्मली त्यति पहिला चाहिँ त्यति बस्थ्यो अहिलेको हेराइमा त्यति बस्दैनन् क्या कहिलेकाहीँ त्यो 5 किलोमिटरको 90 मा हालिरहेको हुन्छन् कस्तो मलाई चाहिँ कस्तो अनौठो लाग्छ क्या किनभने अब हजुरहरूको आवश्यकता पुरा हुने हो समयमा तपाईँहरू अफिसमा पुग्नुहुन्छ अथवा आफ्नो कामकाजमा पुग्नुहुन्छ होइन कार्यस्थलमा पुग्नुहुन्छ अब हाम्रो पेसा हो हामीले लिनै पर्ने हुन्छ
तर हाम्रो चाहिँ अब यो पेसा नै भए पनि त्यो मतलब हुन्छ नि कामै नभए जस्तो हुँदैछ क्या यहाँ अब गर्नै पर्ने हुन्छ अनि सो त्यही भएर अलिकति गाह्रो क्या अब धेरै सम्झिन्छु र नि अब कामै नभएर पनि हो एक त गर्नै पर्ने हो तर यति धेरै रेट नघटाएको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ कि धेरै गुनासोहरू राख्नु मन लाग्छ कसले सुनिदिन्छ र यहाँ सुन्ने मान्छे हुँदैन अब अफिस त अफिस भएको कल पनि लाग्दैन इन्डिया अफिसमा इन्डिया अफिस कहाँ छ मलाई एक्ज्याक्ट थाहा छैन तर नम्बरमा फोनै लाग्दैन अहिले पुरै लाग्दैन क्या अनि यस्तो चुतिया भएको छ यो इन्ड्राइभर होइन हजुर हो पठाऊ भनेको तपाईँको पठाउनै हो कि धेरै राम्रो छ अर्को कुरा अब अलिकति रेटमा तलमाथि छँदैछ हाई छ होइन रेट पनि हाई पठाउमा अनि पायो पठाउमा चाहिँ पायो इनड्राइभमा पनि खोइ अब इनड्राइभमा चाहिँ तपाईँको डिटेलली नै हुन्छ हुन चाहिँ हाम्रो सबैको होइन तर पनि हो त्यस्तो पनि हुनसक्छ अनि अर्को कुरा तपाईँको यो इनड्राइभ अफिस नै अब अहिले बन्दै होला जस्तो लाग्यो कलै लाग्दैन क्या मेन त प्रब्लम यति धेरै छ म त के गर्ने के काम नगरी नहुने गर्ने पर्ने एक 115 120 गराउनु ल अलि अगाडि फर्स्ट राइटको फर्स्ट इन्कम साथीहरू हेर्न सकिन्छ है 5 रुपियाँ चाहिँ मैले टिप्स पाएँ तिनजना जानुहुने कि के हो ए हजुर सुपर राइडिङ समयमै आइपुग्नु भयो एकदम त्यो पनि लिनु न है थ्याङ्क यू धेरै धेरै धन्यवाद हस् हजुर हुन्छ वेलकम हजुरले गर्नुभएको हो हजुर बल्ल 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 टिप लाग्यो साथीहरू त्यो पनि 2 किलोमिटर टाढो लिन पिकअप गर्ने लोकेसन हेर्नुहोस् है ठ्याक्कै 10 बजे खाना खाएर बसेको ठ्याक्कै 12-17मा एउटा टिप लाग्यो क्या हेर्नु न कस्तो बिजोग भइरहेछ काम यस्तो हुन्छ अनि यस्तो रड्डी काम आज काम किन चलेको छैन भन्दा पनि म आज जङ्गलमा छिरेँ क्या कस्तो जङ्गल छिरे भनेपछि ललितपुरको कार्यविनायकमा आएको यत्तिकै ल 3 घन्टा झन्डै हुन लाग्यो हो 2.5 घन्टा चाहिँ नर्मली भइसक्यो कि मैले यत्तिकै बसेको यार हेलो हजुर ठ्याक्कै म लोकेसनमा आइपुगेँ त तपाईँ कहाँनिर हुनुहुन्छ खोइ यो गल्लीमा एउटा उयो छ हौ यहाँ अलिकति कच्ची सडक छ हौ यो तपाईँ यो उल्टोमा पुग्नुभयो के हो सायद कहाँनिर भन्नु त यो म ठ्याक्कै यो वहाँनिर के यो सत्तमार्ग भन्ने यो के अरे भ्यास निकेतननिर तिनकुने तपाईँ हुनुहुन्छ अहिले अँ हे भगवान् अनि यहाँ तपाईँको लोकेसन यहाँ त रानीवनमा छ उसमा एकान्त कुना मैले त्यो उल्टो भयो के त्यो रिपिट गरेको उल्टो भयो त्यो ए ल क्यान्सल गर्नु एकान्त कुनामा छु म सरी यार हे आज 3 चोटि भयो क्यान्सल यार कस्तो प्यासेन्जर हो रिसे उठ्ने ठ्याक्क
ठ्याक्कै 3 पटक भयो क्यान्सल यार आज उल्टो लोकेसनले गर्दा यस्तो दुःख दियो कि पुरै नगरौँ कस्तो रिस उठ्ने प्यासेन्जरहरू आज यार 2.5 घन्टा जति बस्दा एउटा टिप लागेको उल्टो लागेछ एकान्त कोटेश्वरमा बसेर एकान्त कुनामा लोकेसन राखेर कोटेश्वरको एकान्त कुनाको लोकेसन राखेर कोटेश्वरमा बसिरहेको छ त्यस्ता मुला फोकोटिया प्यासेन्जर छेट त्यहाँ तिनवटा यार के अरे क्यान्सल भएर एउटा बल्ल फेरि लाग्यो गोङ्गबु नयाँ बस पार्कको त्यो पनि कतै गलत छैन नि लोकेसन दिमाग खराब भइरहेको त्यो स्कुटर होइन त स्कुटी थियो होइन त स्कुटी मुला टाप दियो नि खातेले यार कस्तो लुकिङ ग्लास नहेरिकन हिँडेको यार अब अलरेडी हामी स्पिड छौँ त आरामले त्यो मान्छे त म भेटेँ भने नि यस्तो नमुजा मासालाई केही भएन भन्नु है हामीलाई ट्रककै अगाडि नै हामी त परेको टायरमा परेको भए के हुन्छ हो यसकै अगाडि त परेको हामी त्यो स्कुटर चाहिँ म कसम भेटेँ भने मादर चिजलाई हामी अगाडि गयो भने भेट्छौँ कस्तो कलरको थियो थाहा छ हरियो भेटाएको होइन एकजना आइमा छ एकजना लोक्ने छ फेरि गयो भन्नाले केही भएन यार भगवान् त्यो स्कुटी यतै छ कि यो जाममै फसेको छ क्या यो हो कि क्या यही हो दाइ हामी अघि ठोकेको तपाईँ हो गाडी ठोकेको गाडी तपाईँ अघि ठोकिएको गाडी यही हो स्कुटी नै हो क्या अलिक याद भएन क्या त यही हो यही हो होइन भन्छ त मुलाले दाइ अघि ठोकेको गाडी हामी नै हो हजुर तपाईँ जस्तो लाग्यो त मलाई राम्रो याद भएन तपाईँको जस्तो कलर लागेर नि गाडी कस्तो यार हजुर उयो माथि नजिकै हो क्या कसम त्यो मादर स्कुटर थाहा पायो भने मादर चिजलाई म जानेको छु गाडीको कुरालाई त्यतिखेर ठ्याक्कै भ्लग पनि गर्न पाएन क्या साथीहरू कसम यस्तो नमजा हेर्नु मेरो लुकिङ ग्लास हेर्नु त त्यस्तो भएको छ क्यामेरा अन थिएन कि मेरो क्यामेरा अन भएको भए थाहा हुन्थ्यो क्या यो क्यामेरा अन थिएन नि त ब्याट्री अलिक डाउन छ क्या अनि त्यही भएर खासै अन घरिघरि पनि अन गरिदिन्छु नि त क्यामेरा त्यो मान्छे मलाई स्कुटीवालै हो कि म चिने भने नि चुपचाप हिँड्दै यार खापे मादर चोक कसम यार हो नि केही भएन दायाँ बायाँ नहेरिकन हिँड्छ हौ कस्तो खाते रहेछ यार मासला क्यामेरा अन भएको भए चाहिँ कसम त्यसलाई मजाले चिनिन्थ्यो क्या क्यामेरा अन थिएन नि त मेरो लड्यो नि त कन्ट्रोल गर्नु पनि सकेन नि त गाडी होइन म त मान्छेलाई केही भएन होइन ठिक छ भागोस् न त मुला खाते होइन भन अन्त बाइक कलर झन् यस्तै छ तर आइमाई र लोक्ने नै थियो क्या अनि म चाहिँ कन्फ्युज भएर सोधेको क्या स्कुटी हो क्या स्कुटी हो स्योर स्कुटी हो मैले देखेको हो तर नम्बर प्लेट याद भएन अब ठोकी त हाल्यो कसरी याद गर्नु होइन फेरि अर्को कुरा जोगिनु पऱ्यो नि त ठोकिएपछि उठ्नु पऱ्यो मान्छे अब बाइचान्स हानिहाल्यो भने सक्यो नि त त्यही भएर जोगिनेतिर लाग्यो त्यही त हो नि
जोगिनु चाहिँ पर्यो नि त। अब जोगिने क्रममा त्यसलाई छोडियो के। मलाई जहाँसम्म यही जस्तो लाग्दैछ, तर होइन भनौँ केही छैन। अब हामीले ठ्याक्कै वास्ताको याद गरेन क्या हामीले, अब जबरजस्ती गर्नु पनि त भएन होइन। तर मलाई जहाँसम्म यही जस्तो लाग्यो क्या, किनभने यस्तो बोली पनि त्यही त यस्तो गर्थ्यो त्यही त। मैले हेरेको छैन, स्क्र्याचै छैन क्या। त्यति धेरै हान्नु चाहिँ हाने नि त, लडाइराख नि त। मलाई त जहाँसम्म यही जस्तो लाग्यो, यस्तो डाउट चाहिँ यही जस्तो लाग्यो होइन। केही छैन, अब बच्यो। साला क्यामेरा अन भएको भयो नि, यसलाई यस्तो मजा ठट्टाइन्थ्यो कि। गल्ती महसुस गरेर सरी मात्रै भनेको भए हुन्थ्यो नि त। कस्तो बर्बाद बनाइदियो साथीहरू कसम। त्यो मान्छे मादा स्कुटीले हेर न, यस्तो भयो है। अनि यो यहाँको मेरो लुकिङ ग्लास हेर्न सक्नुहुन्छ तपाईँहरू होइन। अनि यस्तो पनि भएको छ, केही धन्नले केही भएन हामीलाई। अनि बाइकको नम्बर प्लेट यस्तो भएको छ। त्यो मान्छे फरार भयो, मेरो क्यामेरा अफ थियो क्या, कसम क्यामेरा अफ थियो होइन। यो यस्तो बनाइदिएको छ कि जोस् भगवान्ले गर्दा बचियो। यत्तिकै गाडी पनि आएको थियो कि कसम छ यार। कति थियो हाम्रो 202 हो मलाई 210 हाल्दियो ल। हुन्छ अब के गर्ने, ठिक छ के छ ल, शुभ यात्रा। हस् थ्यांक यू। ल हस् के गर्ने, ठिक छ के छैन। अझ ठुलो दशाहरू कटो राम्रो पोजिटिभ तरिकाले हुन्छ हस् थ्याङ्क यू हुन्छ ल ओके। बिजोक बनाएन आज यार, हेर न हो यो यस्तो भएको छ, यो यस्तो भएको छ यार। लडाको क्यामेरा अफ थियो र नि, अन भएको भए नि त्यसलाई म समात्थेँ क्या। क्यामेरा अफ थियो नि त। प्यासेन्जर पनि यति मोटो छ फेरि हो, सोमसर जस्तो मोटो न मोटो होइन। थाम्नु सक्नु पऱ्यो नि त गाडीमा साला। ऊ हेर न यस्तो भयो नि। म चाहिँ अब साथीहरू रुम आएँ, तर मान्छे छ कि छैन रुममा। रुम आइसकेँ साथीहरू। कस्तो नम्बर ठोकाइराखेर 1100 मात्रै कमाएँ ल आज साथीहरू। अनि यस्तो हुन्छ 1100 कमाएँ। 1100मा 95 त उयो काटो सर्भिस चार्जै, 95 सर्भिस चार्ज काटो होइन। -1100 माइनस 95 माइनस 300 तेल 750 कमाएँ के फोकटिया। मेरो क्यामेरा अन भएको भए म त्यसलाई भेटाएको थिएँ कि, क्यामेरा अफ थियो नि त मेरो, क्यामेरा अफ थियो। अनि त्यही भएर केही गर्न सकेन। र त्यो साथी आज काम गर्न पाएन है, बाइक बिग्रेर बनाउन ल्यायो। आज धेरै ठाउँ त्यस्तो हुन खोज्यो एक्सिडेन्ट, अनि डर लागेर म आज काममा गइनँ, छुट्टी गरेँ। अनि सुसन पनि आएको छ, छुट्टी गरेको छ, केटाहरू काममै छ अरू। आजको दिन कमाइ भएन, प्रब्लम त्यस्तो भइदियो आज। भाग्यवश दुर्घटनाबाट चाहिँ बचियो भनौँ न साथी हो। त्यही भएर चाहिँ अब छुट्टी गरेँ।